पुजारी हो र सम्मान कार्यक्रम हुँदैछ अब चाहिँ नाम बोलाउँदै उठाउँदै गर्नुपर्छ ड्रोन सट देखाउँछ है त यो बगान चाहिँ बबाल देखाउँछु म भाइ भजन हुँदैछ यहाँ खाजा ल बाजा सेकाउँदैछ केटोले त्यही हो लसुन लगेर जानुपर्छ आज चाहिँ स्पेसल मासु हुन्छ नि त हाम्रो एभोकाडो है लगभग 6 वर्ष 7 वर्ष हुन आँट्यो बल्ल चाहिँ फुल खेलिरहेछ अलिअलि नमस्ते गुड मर्निङ सम्पूर्णमा र आज पनि एउटा सानो भिडियो लिएर आएको छु स्पेसल त आज चैत्र दसैँ होइन तपाईँहरूलाई चैत्र दसैँको शुभकामना दिन चाहन्छु यसै भिडियोदेखि है इन्जोय गर्नुहोस् आजको दिन मस्त स्वस्थ रहनुहोस् है त त्यो आज चाहिँ म घर जान्छु घर गएर मन्दिरतिर जान्छु त्यही नै हो आज के हुन्छ हेर्दै गर्नु है म चाहिँ आम्बोट फाँटतिर आइसकेँ है त्यही हो मकैहरू उम्रिल राखेको छ बाटोमा धुलो त्यस्तै गहुँजौँहरू पनि पाकिसक्न आँट्यो त्यही हो साथीभाइ नेपालतिर यस्तै छ होइन काम हुन टाइम आइसक्यो हरियाली रुखहरूले पलुवा फेरेर पनि हरियाली भइसकेको छ है हेर्नुहोस् यहाँ सर्लक म चाहिँ करेसा बारीतिर बनाइसकेँ है साथीभाइ त्यही हो लसुन लगेर जानुपर्छ आज चाहिँ स्पेसल मासु हुन्छ नि त त्यही कारणले टक्क लसुन टिपेर जाँदैछु है म त्यही हो अब घर पनि आइपुग्न लाग्यो यो चाहिँ हाम्रो सुन्तला बगान है यो पुरा लगभग 100वटा जति छ बोट यहाँ चाहिँ है त्यही हो तपाईँहरूलाई म एकछिनपछि ड्रोन सट देखाउँछ है त यो बगान चाहिँ बबाल देखाउँछु म तपाईँहरूलाई भन्नुपर्छ त्यही हो साथीभाइ म गोठनिर आइसक्यो हाम्रो भैँसी राख्ने गोठ चाहिँ यहाँनिर चाहिँ के छ भैँसीको हल्ली ए डल्ले डन ल आमा डराउँछ त अझ सेसे गर्छ साला चाहिँ हाम्रो एभोकाडो है लगभग 6 वर्ष 7 वर्ष हुन आँट्यो बल्ल चाहिँ फुल खेलिरहेछ अलिअलि त्यही हो हाम्रोतिर बढी चिस्यान भएर कि कसो खासै राम्रो भएन यहाँ चाहिँ पुरा सिँचाइ हुँदैछ सुन्तलाको बोट मुनि ल त एभोकाडोमा हामी चाहिँ पानी सिँचाइ गर्दैछौँ गुए सिंह ठकुरीसँग गुए गीत गाम त एउटा गीत गाम दुश्मन हेरेकै हेरे भन्ने छिटो दुख्दैन र आमा खतरनाक फाइटर निस्किने भयो त यार भान्जा बाबु त ओ ल बाजा सेकाउँदैछ केटोले यसले खतरा राङ्गो पालेछ त केटोले हैन राङ्गो खतरा पाले जस्तो त भाइ मन्दिर पनि आइसकेको हामी यहाँ कटिङ हुँदैछ यहाँनिर पूजा आजा भइसक्यो कुखुरा भित्रास पाके छैन अझ
पुजारी हो र देउता सेउता कस्ता छन् यस्तो बनाइदिउँ ओह्रालो बनाइदिउँ के बुढा है त राङ्गो भागेर यतातिर पुरा हुँदैछ टोलीहरू खै भजन हुँदैछ यहाँ खाजा होइन होइन रक्सी खाएन खै त मासु थप्पा आएन र थप्पा आयो आयो राङ्गोको ल त हाम्रो पूजा लगभग आडा भइसक्यो एक चरण खाइसकेर दोस्रो चरण खाइन्छ अन्तिम चरण हो यस्तै छ नेपालतिर आज चैते दसैँ हाम्रो चाहिँ यो कलर स्पोन्सर गर्नुभएको हाम्रो चाहिँ अमेरिकामा रहनुभएको हाम्रो बल प्रसाद रोकाज्यूले चाहिँ स्पोन्सर गर्नुभएको अरे भन्ने कुरा सुनिरहेछ है उहाँलाई पनि धेरै धेरै धन्यवाद जो चिटिक्क भएको छ कलर हान्दिएर मन्दिर चाहिँ आजको चैते दसैँ चाहिँ बवालै छ ल अब एकछिनपछि बाजागाजा सहित अन्तिम बिदाइ हुन्छ है त हाम्रो हेर्दै गर्नुलाई मासु त बवाल रातो मजाको छ त है ल रन्कायो गाउँले हो एक ताल नाच्न नि पर्यो सनाउ त्यहाँ त झोलामा के हो त यता बाजा यता चाहिँ पुरा भाग लगाउँदै खै त नाच्ने मान्छे नै कोही भएन नि त खाएन
हड्डी थुर्दै हुनुहुन्छ यता। एक बज्ने भयो त आज त। मासु पनि पुरा यहाँ बिलो लाएर प्लास्टिकमा सर्लक्क हालेर राखिसक्यो। अब चाहिँ नाम बोलाउँदै उठाउँदै गर्नुपर्छ। ल त हाम्रो चाहिँ 9 मात्रै 12 सम्मलाई सम्मान कार्यक्रम हुँदैछ।